सो दुर्गेश तपाईँको सामूको सिसिडी स्क्वायर बिल्डिङमा आज एउटा नयाँ गीत निकाल्नु भएको रहेछ। त्यही रिलिजको लाइभ कन्सर्ट थियो है। एकदमै रमाइलो भयो। हेर्न त गएको छेउतिरबाट हेऱ्यो नाच्यो है हावा तालमा। अलिकति असहज भइरहेको छ, त्यसलाई उहाँले व्यवस्थापन गरिदिनको लागि पनि म यस सेक्युरिटी साथीहरूलाई अनुरोध गर्न चाहन्छु। र पक्कै पनि यो स्थान एकदमै भिडभाड हुने ठाउँ हो र यो हरेक समयमा भिडभाड हुने त गर्छ नै, तर आज अझ भिडभाड बढेको छ। कारण यो स्टेजमा केही समय पश्चात आउँदै हुनुहुन्छ हामी सबैलाई मनपर्ने गायक को हो? यस दुर्गेश थापा आउँदै हुनुहुन्छ। म एकदमै खुसी छु। यहाँहरूको यो साना साना भाइ बहिनीहरू पनि आउनु भएको छ। यो सनहरू बन्द गर्नुको कारण चाहिँ मेरो यस्तै अब अर्कोको गीत त्यस्तो हाल्यो भने चाहिँ कपिराइट आउँछ, त्यही भएको कारणले सन बन्द गरिरहेको छु। भिडियो हामी हेर्दैछौँ, जुन गीत हामी आज सुन्दैछौँ, यस गीतमा दुर्गेश थापा, भियोमा र राजेश पाल राई सँगसँगै वर्षा इटानीको पनि स्वर हामी सुन्न सक्छौँ। र भिडियो यति भिड भयो कि फेरि त्यहाँ है आमामा मेरो कानबाट ब्लुटुथ के इयरफोन थियो, एयरपोर्ट थियो, त्यो पनि झरेर काचाको चाहिँ बनाइदियो कि आमामा पुरै उफ्रेर मान्छेले है। यति भिड थियो कि कचाकोच के लास्टै भिड के। यस्तो पनि बल्ल बल्ल है हेऱ्यो। त्यही पनि है दुर्गेश थापाको एन्ट्री पनि नभएर यस्तो यति कुर्नु लगायो कि 6:30 बजी स्टार्ट हुन्छ भनेको थियो, 7 बजिसक्यो, 7:30 बजिसक्यो, बल्ल बल्ल आयो कि दुर्गेश थापा पनि यस्तो लेट भयो। अनि त्यसपछि यिनीहरू बिहा भाषण खोज्दै बस्यो कि यो दुईजना यस्तो अल्छी लाग्यो। त्यही पनि अब यहाँबाट निक्लिएर गयो भने त हेर्नु पाउँदैन, त्यही भएर त्यहीँ बस्यो, खुट्टा दुख्ने गऱ्यो एकछिन। अनि एकछिन वेट गरेपछि अब आउँछ होला भन्दै त्यही सोच्दै बसेँ क्या। आउँछ 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 भन्दै बसेँ। खासमा चाहिँ योमा भन्ने त्यो रेपर आयो है, पुरा गीत चाहिँ त्यसको सन उसको त्यो पनि के सन पनि खतरा छ क्या। फेरि यस्तो खतरा त्यसको पनि एकछिन उफ्रियो। भएको छ मिस्टर र्यापर भियोमालाई एकचोटि जोरदार ताली बजाएर स्वागत गरिदिनु होला। आफ्नो प्रस्तुति दिएर गइसक्नु भएको छ। म फेरि पनि एकपल्ट भियोमालाई यो स्वागतका निमित्त हाम्रो डेनिम नेसनले उहाँलाई स्वागत गर्दैछ। म भियोमालाई स्टेजमा आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। एन्ड भियोमा सँगसँगै यो गीतमा फिचरिङ हाम्रो वर्षा इटानी पनि हुनुहुन्छ। सो वर्षा अझ बुलन्द बनेको छ। जसरी दुश्मन हेरेको हेरेमा उहाँले आफ्नो त्यो बुलन्द अभिनय गरेर दर्शकको मन जित्नु भएको थियो। यो पटक नाच नाच भाइ नाचमा अझ राम्रो देखिएको छ। हाम्रो डिरेक्टर साहबले, एडिटर सरले, क्यामराम्यानले उहाँको निकै नै प्रशंसा गर्नुभएको छ सञ्जय। र त्यसै गरी हाम्रो यस म्युजिक भिडियोमा चाइल्ड आर्टिस्टको रूपमा दुर्गेश थापा बल्ल बल्ल चाहिँ दुर्गेश थापा आयो। बिचतिर नाचिरहेको छ त्यो एउटा गर्दा, त्यो चाहिँ दुर्गेश थापा हो। अनि त्यो सँगसँगै यो नाच नाच भन्ने म्युजिकमा चाहिँ यति धेरै रहेछ है, यहाँसँग खेलेको क्या गीतमा रोल गरेको टन्नै रहेछ। त्यो पनि हेऱ्यो है, एकदमै नाच नाच पनि राम्रो छ गीत। हामी त त्यहीँ गएर हेऱ्यो, त्यही अब सिटी स्क्वायर बिल्डिङ छेउमा गएर दुर्गेश थापा आएपछि यस्तो उफ्रेर यार भिडियो पनि राम्रोसँग खिच्न पाएन क्या। मोबाइल पनि तलतिर यार आमा कचेको खोजे यता दगाल्ने उता दगाल्ने। र कृपया प्लिज हामीसँग समय कम छ त्यसर्थ अब के माया तपाईहरुले माया दिनुभइराख्नुहोस्। म पनि तपाईहरुलाई गीत संगीतबाट मनोरञ्जन गराइराख्छु। आज रिलिज भएको गीतलाई सबैजनाले माया गर्दिनु होला भन्दै। ओके भियोमा ओके
थ्याङ्क यू सो मच थ्याङ्क यू। अब डेली नेसनको यस्तै गीत चाहिएको छ भने डेली नेसनको अफिसियल आउटलेट